हाई एभ्रिवान वेलकम टु माई मिनी भ्लग। सो आज चाहिँ हामी माले जानुपर्ने काम भएर हामी माले जान आँटेको छौँ। अनि यो चाहिँ हाम्रो जेटी एरिया हो। यहाँबाट चाहिँ हामी बोट चढेर जानुपर्छ। एन्ड देन आज चाहिँ मेरो पासपोर्ट दिने काम भएर यसो पासपोर्ट दिन आएको थियौँ। तर त्यहाँ मान्छेलाई अलिक टाइम लाग्ने भएर हामी चाहिँ यसो पार्कमा बसेर अनि सपिङहरू गर्नु न त भनेर सपिङहरू गर्न गयौँ। अनि त्यस पछाडि आज चाहिँ हामी लेमन डाइनेस्टीतिर खाना जानुपर्छ ल भनेर सोचिरहेको थियौँ। तर खोज्दा खोज्दा गुगल म्यापमा खोज्दा खोज्दा बल्ल बल्ल भेट्यौँ हामीले। अनि अब हामी चाहिँ लेमन डाइनेस्टीतिर चढ्यौँ। अनि त्यहाँको स्पेसल मेन्यू चाहिँ बिफ मोमो रहेछ, बट वी डोन्ट इट बिफ। अनि हामीले चाहिँ अर्को मेन्यू हेर्न थाल्यौँ। अनि त्यो चाहिँ ड्रिङ्क्स मेन्यू पनि रहेछ त्यहाँनिर। अनि त्यो चाहिँ नर्मल फुड मेन्यू। एन्ड अफकोर्स वी आर नेपाली राइट, सो हामी चाहिँ नेपाली खानातिर हेर्न थाल्यौँ। अनि म चाहिँ के खानु भनेर सोच्दै थिएँ, त्यस्तो भोक पनि लागेको थिएन। सो यो चाहिँ मेरो हस्बेन्डलाई यस्तो राम्रो लाग्यो अरे रेस्टुरेन्ट। हि वाज लाइक वाउ। अनि त्यस पछाडि चटपटे मगायौँ एन्ड देन मोमो। एन्ड देन मैले चाहिँ करेन्ट एन्ड मोमोको कम्बो मगाएको थिएँ। एन्ड माई हस्बेन्ड रियली लाइक मोमो भन्दै हुन्थ्यो मिठो छ भनेर। अनि मैले चाहिँ करेन्ट एन्ड मोमो मगाएको थिएँ। करेन्ट चाहिँ मलाई अलिअलि पिरो लाग्यो, तर या करेन्ट पिरो नै हुन्छ, त्यही भएर मोमो चाहिँ मैले सबै खाइसकेँ एन्ड करेन्ट चाहिँ खान सकिनँ। एन्ड त्यस पछाडि हामी गयौँ अङ्कल बाबुमा। मैले चाहिँ ओरियो कुकी मगाएँ एन्ड मेरो हस्बेन्डले चाहिँ ब्लू लगुन समथिङ ड्रिङ्क्स मगाउनु भयो। एन्ड देन द्याट्स अल। थ्याङ्क यू फर वाचिङ।